भ्लग आयो तपाईँहरू सन्चै हुन्छ र यो मेरो नेक्स्ट भ्लग हो दसैँदेखिको होइन। अनि आज चाहिँ हामी यहाँ माछा मार्न लागेको छौँ। यहाँनिर हेर्न सक्नुहुन्छ, यहाँ माछा मार्ने मान्छेहरू हेर्न सक्नुहुन्छ। यहाँ गोङ्गी र माछा मार्दैछ। वहाँनिर हाम्रो ब्रोदर हुनुहुन्छ, म माछा पकाउन रेडी भएर बसिरहेछ। अनि म चाहिँ यहाँ माछा पकाउने मान्छे हो होइन। अनि यहाँ चाहिँ मेरो पैसा भेटाएको छ अहिले यहाँनिर तपाईँ हेर्न सक्नुहुन्छ। यहाँनिर गोङ्गी छैन हौ यहाँनिर, यहाँ त माछा उहाँ हेर्नु, उहाँ लेकतिर यस्तो पोखरी हुँदैन, यहीँ नहुनु न। अब के भयो त? यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो यस्तो दामी, हाम्रो यहाँ फोटो खिच्ने ठाउँ पनि दामी हुन्छ होइन। यो हेर्न सक्नुहुन्छ तपाईँहरूले। यो हामीले लगभग 3-4 वर्ष अगाडि बनाएको पोखरी हो होइन, एकदम राम्रो थियो। तर यहाँनिर चाहिँ अहिले उताबाट भिर भस्केर आएर त्यहाँनिर चाहिँ पुरिरहेछ होइन। साथीहरू म चाहिँ यहाँ बसेर हेरिरहेको छु होइन। उता चाहिँ यहाँ हाम्रो साथीहरूले माछा मारिरहेछ, माछा गोङ्गी होइन मारिरहेछ। अनि म चाहिँ यहाँ बसेर हेरिरहेको छु, किनकि म चाहिँ माछा पक्रिने मान्छे पर्थेँ कि। म यो भित्र छिरेँ भने फेरि बबालै हुन्छ, फेरि 7-8वटा एकैचोटि हातमा मैले पकड्छु होइन। त्यही भएर म चाहिँ यहाँ अहिले त्यो माछाहरूलाई मैले रेस्ट गर्न दिएको छु। म एकछिनमा पस्छु होइन। यहाँ चाहिँ मैले अरूले कतिको रहेछ अरूको स्किल भनेर हेरिरहेको छु साथीहरू। सो तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ, यहाँ 9-10 जना भैँसीहरू खेलिरहेछ, हाल खेलिरहेछ। यहाँनिर भैँसीहरू खेलिरहेछ, हाल खेलिरहेछ यहाँनिर। अब एकछिनपछि जानुपर्ने हुन्छ, म पनि साथीहरू। हामी चाहिँ अब यहाँ माछा नपाएर अब हामी निस्किसकेको छौँ। यहाँ यिनीहरू चाहिँ 2टा आलमै छ अझै पनि। अब यहाँनिर सबैजना अब हामी हिँडिसकेको छौँ। अब लाग्नुपर्ने हुन्छ बाटो। जाउँ आउनु होइन 1 बज्नु लाग्यो, 1 बज्नु लाग्यो। यहाँबाट यो चाहिँ राम्रो छ, यहाँ चाहिँ पिकनिक स्पोट पनि हो यो होइन। यहाँ यतातिर चाहिँ आएर मान्छेहरू पिकनिक खान्छ। सो अब चाहिँ हामी अर्को बाँधतिर लाग्दैछौँ हामी। सो तपाईँहरू हेर्न सक्नुहुन्छ यस्तो झोकाको बाटो हुँदै हामी अब अर्को बाँधतिर लागिरहेको छौँ। साथीहरू हामी चाहिँ अब यहाँनिर आइसकेको छौँ अर्को पोखरीमा, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँ हामीले फेरि मार्न थाल्छौँ। यिनीहरू चाहिँ लेट आइरहेको छ, भर्खर आउँदैछ। हामी चाहिँ यहाँ माछा मार्न थालिसक्यौँ, गोङ्गी मार्न थालिसक्यौँ। गोङ्गी र माछा मार्नलाई हामी थालिसक्यौँ। गोङ्गीमा हेर्न सक्नुहुन्छ तपाईँहरू, गोङ्गीमा हामीले पक्रिसक्यौँ। यहाँनिर तपाईँहरूलाई चिन्नुहुन्छ कि हुँदैन, यो चाहिँ गोङ्गी हो। यो चाहिँ विशेष थारूहरूले खाने गर्छ र यहाँ चाहिँ हामी पनि एकदम मजाले पक्रेर हामीले ट्रनै खाने गर्छौँ, मिठो तरिकाले खाने गर्छौँ। तपाईँहरूलाई चाहिएको छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। के हो ल यहाँ अब सबजना अब यहाँ हेर्नु पसिसकेको छ। म चाहिँ बाहिर बसेर पक्रिने मान्छे हो। सो तपाईँहरूलाई म एकछिनमा केही समयपछि फेरि ब्याक हुनेछु। त्यो त ठिकै छ त साथीहरू। यस्तो हुन्छ है गोङ्गी, यस्तो मान्छे गोङ्गी हेर्न सक्नुहुन्छ तपाईँहरू। यहाँ हामी कसरी मारिरहेको छौँ गोङ्गी। हो यस्तै मरेको माथि हुन्छ नि त। सो यो यस्तै ठ्याक यस्तै उयसमा यसलाई फेरि हालिदिनु न। यस्तोमा गोङ्गी बसेको हुन्छ कि तपाईँहरू त्यो हेर्न सक्नुहुन्छ। पहिले पनि त्यो भित्र पसेर यति धेरै माछा मार्नु भएको भए के हुन्थ्यो होला। सो साथीहरू अब चाहिँ म घरतिर लाग्नुपर्ने हुन्छ। यिनीहरू यहाँ खेल्दैछ, यहाँनिर सुमिनाको चप्पल यतै कता होला। पोखरीभित्र डुबे, यहाँनिर डुबेको छ। अब के त डुब्यो, मलाई के त
मैले हो र आफै डुबेको अब चाहिँ म घरतिर लाग्नुपर्ने हुन्छ होइन अब म घर पुगेपछि एउटा घर गएपछि देखाउँछु म घर पुगेपछि म के गर्दैछु भनेर म देखाउँछु तपाईँहरूलाई यहाँनिर हाम्रो गहुँ हेर्नुपर्ने हुन्छ हामी मिलेर यहाँ हजुर खो ल जा दुखा छोड्न साबदे यसलाई म आँखाको सिँगार भएर जा घुमी अनि यहाँ माछा पनि छ तर छुदिनँ म यसलाई घुमी भनिन्छ ठिङ 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 घुमी देख्नु भइरहेछ यहाँ घुमी मुङ्ग्री माछा अब चाहिँ म घरतिर लाग्नुपर्ने साथीहरू अहिलेको लागि चाहिँ यति नै एकछिन अब फेरि भिडियो खोलिन्छु आजको दिनभरिको ब्लग तपाईँहरूलाई म देखाउने छु होइन अब चाहिँ म घरतिर लाग्नुपर्ने हुन्छ यही बाटो हुँदै यस्तो बाटो छ यही बाटो हुँदै टक्क माथि हाम्रो गाउँ हो अनि यहाँ चाहिँ पोखरी हो सो अब चाहिँ लाग्नुपर्ने हुन्छ साथीहरू तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ म चाहिँ घर आइसकेको छु अनि म चाहिँ यहाँ हाम्रो बारीमा तपाईँलाई देखाइरहेको छु यहाँ यस्तो कोला फलेछ यहाँ हेर्नु सक्नुहुन्छ पुरा अब खाने बेला भइसकेपछि यो तिहारमा कोसँगले लाउनु पर्ने हुन्छ अनि यो चाहिँ हाम्रो सानो यहाँ चाहिँ माछा पालन गरेको छौँ हामीले यहाँ चाहिँ माछाहरू छ होइन हामीले चाहिँ सानो यो पोखरीमा माछा फालेको छौँ सो तपाईँहरू हाम्रो हेर्दैन सक्नुहुन्छ यही हो सानो हाम्रो गाउँको होइन मिठो यहाँ फुलहरू दामी फुलहरू फुलिरहेको छ सो यही हो साथीहरू